हेलो गुड मर्निङ। आज चाहिँ हामी दार्जिलिङ जान लागेको मन्दिरबाट लिएर फेरि हामी कहाँ आउने जू जाने जू राम्रो छ। अनि त्यहाँबाट हामी एनपी कलेजहरू घुम चौरस्तामा त कस्तो दामी दामी फेस्ट हुँदै रहेछ। ओहो क्या दामी पुरा प्रोग्राम मन्त्रा ब्यान्डहरूको सब ओपेन। हिजो त अस्तिको दिन त कसो हिजो हामीले हेरेको मैले कसले तिमीले र मैले होइन अनु र मैले मेरो जिपा पानी तिमी नि गएको भएर कति राम्रो हुन्थ्यो गाडीमा अट्दैन भन्यो। अब हेर के गर्ने झुन्डेर जाने हो। उम्लिँदैछ हेर मेरो त आफै कपमै उम्लिन्छौ ओ जिबा उयो बोल्नु हजुर ब्लगमा स्वागत छ मेरो। तपाईँले भन्नु छैन कालिम्पोङको लागि के भन्नु छ कालिम्पोङको लागि के भन्नु खोइ अब तपाईँलाई के भन्नु छ है। हाम्रो कालिम्पोङमा चाहिँ विकास अलिकति दामी हुनुपर्ने छैन। कालिम्पोङ केही छैन जिरो है यति जिरो साँच्ची ल। अब पानी त अब भन्दा यहाँ उल्टाउन आँट्छ क्या नभन्ने जाडोमै मजा आउँछ। हिजो अस्ति कहिले प्रोग्राम दामी भएछ त्यहाँ उसको एडभर्टको होटल त बन्द भइरहेछ है। किन अझै एडभर्टको किन गाडी आयो ल जाउँ। अनि यहाँसम्म अब हुन्छ दाजु छेउ बस्नको लागि नाम्ची कस्तो बादल हामी माथि बादल तल छ है। दार्जिलिङ जाँदैछ लप्चू आउन लाग्यो ए पेसोकको उकालो है यो हजुर ए पारी घरबाट देखेको त्यो राति बत्तीहरू बलेको ठ्याक्कै हामी अपोजिट साइड आइपुग्यो है। कता छ कालिम्पोङ चाहिँ देख्दैन घुम भन्ने ठाउँ ट्रेन किन हेर्ने हो हामी उतापट्टिबाट कता उठ्छौँ। ए सुन न चिया खाने ठाउँमा छ होला चिया खाऊँ न जाम त्यहीतिर हुन्छ नि यताबाट कता जाने घुम भन्ने ठाउँ आइपुग्यो हामी। ट्रेन टोय ट्रेन वासरुम कहाँ छ त्यो ट्रेन कहिले हिँड्छ यहाँ त्यहाँभित्र छ जाऊँ न त अन्त त्यही त भनेको त पुरै छ त बस है कहाँबाट पस्ने हो यहाँबाट टोय ट्रेन घुम भन्ने ठाउँबाट टोय ट्रेन अब हिँड्न लागेको छ। यसो दार्जिलिङ जाँदा हुँदैन हामी
हेलो को होला चिया पहिल्यै चियामा चिनी पहिल्यै हालेको छ धेरै छ होला है चीनी बेसी हालेको छ है थोड़ा है हम भी चीनी नहीं खाते हैं ना कॉफी दीजिए आप दीजिए तो हम देखेंगे हाँ जो मैं कॉफी बनाऊँ ना वो चाय भी मशीन से ही है चाय तो हैंडमेड है कैसे है दिखाइए तो चाय उबल रहा है दीजिए तो अच्छा हाँ चीनी अगर कम रहेगा तो एक पहले दीजिए उसका मैं पीऊँगी उसके बाद इस चिया खाएको दार्जिलिङको चिया मटका चिया कफी छ अरे चिया खाएको दार्जिलिङको चिया मटका चिया है अरू लाएर अनि ल्याएर छ श्रद्धा लिनु गएको छ श्रद्धाले कफी पिउने कफी खान्छ अरे छोरीले ठिकै गरेछ चिनी कम्ती हाल्नु होइन चिनी कम्ती नै रहेछ दार्जिलिङ अब हामी पुग्छ जस्तै घुमिन्छ कहिले पुग्छ होला भाइ हल्लिँदै पल्लिँदै है अहिलेसम्म घुममै छ हामी घुम हो यो ठाउँ चाहिँ घुमको स्टेसन होइन टाढो लाग्यो अरे उसलाई जाडो भाइ तैँले नलिएको कफी ब्लगमा आयो कहिलेबाट देखिरहेछ त तँलाई थाहा छैन कालिम्पोङबाटै झुन्डिरहेको थियो तल माथिबाट म त उसले झुन्डाएको होला सोचेँ खाँदैन मलाई उल्टी आउला जस्तो भइसक्यो कफी मागेनस् ल पैसा दे दो 20 रुपियाँ छ मेरोमा यो कहाँ थियो कति भयो 50 र 60 ल त्यसो भए अघि चाहिँ घुम यो चाहिँ दार्जिलिङ होइन यो दार्जिलिङको स्टेसन मन्दिरको उकालो जाँदैछौँ महाकाल मन्दिर डाँडा मन्दिर जाँदै हो हामी दार्जिलिङ मन्दिर भिडियो बनाएर हुन्छ हेलो गाइज हामी अब सिडी चढ्दै जाँदैछौँ भने कसरी भन्नु अनि मलाई त सब बोल्दै हिँड्न लु अब यहाँबाट चाहिँ हामी तल ओर्लेपछि ओह्रालो जूतिर लाग्छौँ जूमा धेरै जनावर अहिले चाहिँ मन्दिरकै बखान गरौँ न के काली माताको मन्दिर हो मन्दिर गएर हामी शिव शिव अँ कहाँ हौ महाकाल होइन काली माताको हो र कस्तो राम्रो झन्डा आउँदो रहेछ हौ फोटो खिचौँ न यहाँ तैँले मेरो जा कस्तो राम्रो निक्लेको है भगवान्को हेर न यहाँ अनु पछाडि हेर है हामी चाहिँ मन्दिरमा आइपुग्यौँ अस्तिको पालि आउँदाखेरि रिता म अनु आउँदा पानी धेरै परेको थियो अनि हिँड्दै आएर बिजोग भएको थियो त्यही भएर योपालि चाहिँ मैले गाडी चाहिँ रिजर्भ गरेर ल्याएको यस्तो मन्दिर आउनुपर्छ
भगवानको दर्शन गर्नु, शक्ति माग्नु, पावर माग्नु। आइपुग्यो त हामी मन्दिर। वाउ, हेर्नुहोस् है। ला, अस्ति हामी हिँड्दै आउँदा त कति भेटेको थियो है, यहाँ छैन। हे भगवान्, अब होस्, अब ढोग नै जाने भगवान्। दादा उयो छ होला अन्नु, उयो जस्तै लाग्यो। চলে গেছে ওরা, তাড়াতাড়ি আসো। प्रसाद बेचेको जस्तै लाग्यो। सदा खै कहाँ पाउँछ? पाउँछ होला हौ, यतातिर आऊ न, पाउँछ जस्तै लाग्यो मलाई। आऊ त, लिएर आऊ न, मेरो पनि ल्याइदेऊ एक जग्गा होइन, म पैसा दिन्छु प्रसादको। ल एक जग्गा ल्याउँ न, तिमी सबैले मिलेर। ल जाऊ त। यस्तो डोरी ल्याऊ ल, यहाँ हेर, यस्तो डोरी ल्याऊ ल, यहाँ बाँध्नुको लागि। हेर्नुहोस् त मन्दिर कस्तो। अस्ति नै हामी आउँदा त यस्तो यति पानी परेको थियो हामी आउँदा, रिता म आउँदा। अब त कस्तो राम्रो घाम लागिरहेछ। मेन मन्दिर चाहिँ हो। यो चाहिँ विस मागेर पुरा भएकोहरू। अरुणाले पैसा खोज्दैछ, 50को नोट चाहियो अरे अरुणालाई। छैन, एउटै छ। होइन, राख राख होइन, प्रसाद त दिनुपर्छ कि। दिदीले नि पैसा खोज्नुहुँदैछ, टिका लाउनु जानुहुँदैछ। भोले बाबा जस्तै चाहियो अरे दिदीलाई पनि। पछि बादर आयो। यता पनि छ नि त, यता त यो बाल्ने हो कि, बत्ती बाल्ने न। कहाँ गयो हौ? अन्नु, अन्नु आऊ यहाँ। बादरहरू कति छ। अन्नु भयो? ओम नमः शिवाय, 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 ओम नमः शिवाय। पछाडिबाट टिका लाउनु अनि यता आउनु। कानमा
like it. No. यहाँनिर हामीले फोटोहरू खिचेको थियौँ यहाँनिर Boring भयो. दर्शन भयो मजा आयो दिन राम्रो के यो ब्यागभित्र हाल्नु न कस्तो देख्छ हौ जाम बाघलाई पनि वासरुम छ अरे हाई भनौँ खुल्ला भयो जग्गा लु अब हामी ओह्रालोतिर लाग्छौँ कुरा लगाएको छु मैले ओह्रालो ब्यागसित हामी कति देख्छ यसरी सिधा फ्रन्टबाटै गयो नि नो बेटर क्वालिटी खै त काकी कहाँ जानुभयो पूजाहरू सब सक्यो मन्दिर माथि होइन अब हामी चाहिँ तल चौरस्तातिर जान लागेको हो यस्तो गर्मी भयो ज्याकेट स्याकेट सब खोलिदियो हामी निकै माथि छौँ मन्दिर निकै माथि छ तल हेर्नु त बजार चौरस्ता पुरै तल दार्जिलिङ बाथरुम मन्दिरको दर्शन भयो भगवान्को अब चाहिँ हामी बजार गएर खानु पर्यो एकदम भोक लागिसक्यो टपमा आएको थियो नि हामी दार्जिलिङ चौरस्ता जाँदैछ हामी कति मन्दिर काकीले लसुनै छोड्नु भएको हामीलाई त्यहाँ हाम्रो मन्दिरमा नि लसुनहरू खाएर पुग्छ जिउ चिलाउँछ त्यही त हो चौरस्ता यो हो चौरस्ता दार्जिलिङको यहीँ भएको थियो अस्ति प्रोग्राम यहाँ अस्ति हामी त्यहाँ खिचिदिउँ अनि यहाँ खिच्यौँ न त्यो गोल्डन टिप्स निकाल न लु तिम्रो छ त फोटो चौरस्तामा फोटो नखिचेको थिएँ कहाँबाट यो अब चाहिँ हामी एक दुईवटा फोटोहरू खिच्यौँ अनु हामी सबजना खानु जाँदैछौँ कहाँ खानेकुरा पाउँछ चौरस्ता स्टोर सानो सानो क्याफेहरू यस्तै छ दार्जिलिङको चौरस्ता हेर्नुहोस् होला होइन ठ्याक्कै बौद्धको दोकानहरू जस्तै युरोपियन स्टाइल डस्टबिन राखिदिनु नि राखेको थियो ठुलो ठुलो पन्छुहरू तल पनि हेर्दै हिँड्नुपर्ने रहेछ ओह्रालै ओह्रालो क्यासिराम कालिम्पोङ आर्ट ग्यालरी यो चाहिँ बजार
गाईले पनि रहेछ। दार्जिलिङ अगाडि कति तेरो त आधा अलिक पछाडि गयो खै कस्तो भयो हेर न अन्त फेरि गरिदिन्छु नि आम्मामामा हेर दार्जिलिङ बजार हामी त्यहाँबाट हिँड्दै आएको लेबुङ उतै हो तल ओह्रालो जाऊँ न बन्द हुन्छ होइन जू घुमेर आउनु न त ल ल जाऊँ हेलो हाय अमुई सुतिरहेको बेला चक्लेट छैन यही क्वार्टर हो यहाँ निलमान्टीहरूको क्वार्टर सिंहमारीको बाटो हो यो हामी त सानोमा यहाँ कति हिँडेको सिंहमारीको बाटो हामी बस्ने सानो यो डक्टर कुन चाहिँ पो घर हो है यहीँबाट देख्छ है अनु ठुलो घर छ नि ऊ त्यो सेतो जस्तै लाग्यो ऊ त्यो रातो छतको तल के नै नजा मिल्छ उहिले हेरौँ न तेरिका यो त कलेज यो होइन उता हो सदाय नर्थ पोइन्ट स्कुलहरू जानलाई चर्च कहाँको नर्थ पोइन्ट हेलो अब चाहिँ हामी घर जान लाग्यो चिया खाने अब घर जाने अब चाहिँ आजको लागि यति नै है बाई बाई हेलो आज चाहिँ हामी यस्तो हिँडेर आएको छौँ दार्जिलिङबाट बल्ल आइपुगेको हो अब ठिक्क साइलीले खाना पकाइरहेको रहेछ यस्तो भोक लागेको दार्जिलिङमा चाहिँ हामीले मजाले खानु पनि पाएन किनभने हामी धेरै हिँड्यौँ त्यहाँ हामीले ठिमाउनै सकेन हामीले नयाँ जग्गा भएर होला साह्रै नचिनेर पनि होला बेसी हिँड्नु पऱ्यो अनि हिँडेकै अब चाहिँ हामी खाना खाने मिठो खाना अनि सुत्ने एकदमै थाकेको छौँ बाई बाई